यो घर चाहिँ इटरीमा बन्दै गरेको, तर यो घर एकदमै युनिक डिजाइनमा छ। यो साइडमा यस्तो डिजाइन छ, फ्रन्टको बेग्लै छ, अर्को साइडमा बेग्लै छ, भित्रको त झन् एक्स्ट्रा एक्स्ट्रा डिजाइनहरू छ। फ्रन्टमा तपाईँले एक साइडमा चाहिँ यो ब्रिकको डिजाइन देख्नुहुन्छ वालमा, अर्को साइडमा चाहिँ यो बिटको डिजाइन छ तर क्लासिकल टाइपको डिजाइन छ र साइडमा चाहिँ क्यान्टिलिभर टाइपको डिजाइन छ। र अब यो घरको भित्रपट्टिको डिजाइनहरू झन् एक्स्ट्रा एक्स्ट्रा छ। म तपाईँलाई भित्रपट्टिको रुमको डिजाइनहरू देखाउँछु। तपाईँ पनि घर बनाउने सोचमा हुनुहुन्छ भने यो एकचोटि हेर्नुहोला भित्रको डिजाइनहरू म तपाईँलाई देखाउँछु। यो चाहिँ हामी छिर्ने बित्तिकै यहाँ अगाडि एउटा लिभिङ रुम छ। लिभिङ रुमको सिलिङको डिजाइन चाहिँ यो टाइपको छ र लिभिङ रुमबाट सट्ट हामी प्यासेजमा आइसकेपछि चाहिँ यो माथि जाने सिँढी भयो र सिँढीको साइडमा दुईवटा बेडरुम छ। बेडरुमको सिलिङको डिजाइन बक्स टाइप छ तर डिफ्रेन्ट बक्स टाइपको डिजाइनमा बेडरुमको सिलिङको डिजाइन गरिएको छ। र सट्ट हामी यो लिभिङको यो प्यासेजबाट आएपछि लिभिङको अपोजिट साइडमा चाहिँ किचन छ। किचनको चाहिँ सिलिङको डिजाइन राउन्डिङ टाइपमा छ अनि किचनको स्ल्याबको काम भएको छ र किचनमा चाहिँ एउटा एक्जिट डोर पनि राखेको छ र किचन र लिभिङको बिचमा चाहिँ राउन्डिङ ओपन डोर राखेको हामीले देख्न सकिन्छ। र लिभिङको सट्ट वालको पछाडिपट्टि हामी जाँदाखेरि वालको पछाडिपट्टि चाहिँ हामीले एउटा बाथरुम पाउँछौँ, टोइलेट बाथरुम पाउँछौँ र दुईवटा बेडरुमको साइडबाट सट्ट हामी सिँढीबाट माथि जाँदै गर्दाखेरि सिँढीको साइडपट्टिको डिजाइन पनि एकदमै युनिक छ र माथि हामी जाउँ। माथि गएर हामीले हेर्दाखेरि यहाँ के पाइन्छ भने सट्ट यो माथि सिँढीको इन्डिङ पोइन्ट भयो। त्यस पछाडि अपोजिटपट्टि सिँढीको अगाडिपट्टि बाथरुम अनि यहाँ पनि दुईवटा बेडरुम छ। यो बेडरुममा पनि बेग्लै सिलिङको डिजाइन छ, यो बेडरुममा बेग्लै सिलिङको डिजाइन छ र यो बेडरुममा चाहिँ एउटा बरन्डा पनि छ। बरन्डाबाट सट्ट हामीले भ्यू हेर्न यताउता हावा खान मिल्छ र यो बेडरुमबाट सट्ट हामी बाहिर निस्किसकेपछि चाहिँ हामीले यो सिँढी भयो यतापट्टि र अगाडिपट्टि चाहिँ हामीले एउटा ठुलो बरन्डा पाउँछौँ। यो डिजाइन तपाईँलाई कस्तो लाग्यो?